सक्छ है तपाईहरुलाई। तर सत्य यही हो नि फेरि। च्याउ यहाँ यता पनि छ ट्याप्पै च्याउै च्याउले भरिएको छ। ए पत्याउनु हुन्छ त। च्याउ देख्नु हुँदैछ कति छ कति हिसाब गर्ने हो भने 100 150 वटा 200 वटा। बाफरे। ल मैले चाहिँ टिपे है यस्तो लामो लामो छ कि यसलाई सफा गर्नु पर्यो यार। कस्तो लामो लामो छ नि फेरि। यस्तो छ क्या तपाईहरुलाई मेरो तर्फबाट युट्युब फ्यामिलीहरुलाई। हेलो नमस्ते गुड मर्निङ सम्पूर्ण साथीहरुलाई। के छ सन्चै हुनुहुन्छ होला भन्ने आशा गरेको छु। र म चाहिँ अहिले एकदम जंगलको बीचमा छु हैन। च्याउ खोज्नको लागि आएको। अब धेरै च्याउहरु त भेटियो, धेरै भिडियो बनाइयो, तर मैले चाहिँ मेरो च्यानलमा हालिन हैन। त्यही भएर आज चाहिँ मैले हाल्दिउ न त भनेर तपाईहरुलाई लगभग यस वर्षको 2082 सालको लास्ट नै हो यो च्याउ भन्नुपर्छ। अन्तिम समय हो। अब देउले च्याउ चाहिँ पलाउने वाला छ र तैपनि अब अन्तिममा भन्दा पनि आज अब च्याउ खोज्न आएको। भेटिहाल्यो भेटिँदैन जस्तो लाग्यो। धेरै घुम्यो घुम्न चाहिँ अन्तिममा गएर भेट्यो। त्यही भएर मैले भिडियो पनि स्टार्ट गरिहालेँ। तपाईहरुलाई कस्तो लाग्छ के लाग्छ कमेन्ट गर्नु होला। कतिको मन पर्छ च्याउ हैन। लोकल च्याउ यहाँ देख्न सक्नुहुन्छ। ए यहाँ टन्नै छ भन्दा पनि 1 2 3 4 5 6 7 वटा छ भने यता पनि छ। यहाँ हेर्नुस् यहाँ पनि छ र यहाँ अघि टिपिसकेको छौं 15 20 वटा चाहिँ हैन। अहिले म फेरि कहाँ भेटिन्छ त्यो पनि देखाउने छु तपाईहरुलाई है। यहाँ हेर्नु साथीहरु कालुङ्गे च्याउ चाहिँ यसरी पलाउँछ। यो चाहिँ सब सफा गरेको है टिप्नको लागि सफा गरेको हो। अब यो यति धेरै छ कि यति धेरै छ। अब गन्ती नै गर्ने हो भने चाहिँ 40-41 वटा होला। तर म गन्दिन। गर्नु भन्नुहुन्छ भने गर्नुस्। 2 4 6 8 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 38 38 39 40 41 वटा रहेछ। मेरो आँखाले भ्याएको चाहिँ 41 वटा रहेछ। बवाल छ। म चाहिँ अब खासै टिप्दिन तपाईहरुलाई थाहा छ भनेर चाहिँ भन्दिन। आजै देखाउँदैछु। म प्राय च्याउ भेटिदिने मात्रै हो। टिप्ने मान्छे अरूै छ। त्यसैले म चाहिँ भेटिदिने मात्रै हो। सब मैले भेटिदिइरहेको छु। ल है साथीहरु च्याउ भनेको यति धेरै हुन्छ हैन। तपाईहरुलाई यो झुटो लाग्न सक्छ। टन्न छ के च्याउ त आमामा काउन्टिङ गरेरै सम्भव छैन। उस्तै मान्छे त आत्तेर भक लड्छ। अब मसिनोहरु कति छ। अब मेरो अब क्या मोबाइल त्यस्तो उयो छैन। यहाँ चाहिँ लात्तले हानेर पुरै लडाइरहेछ। यो यही होस् अहिलेलाई। कति छ कति देखाउनु पर्यो यतातिर। मेरो मोबाइलले खिचिरहेको छु त्यति क्लियर नदेखिन सक्छ। यहाँ हेर्नुस् है। यहाँ हेर्ने हो भने च्याउै त कति छ कति यता भर्खर पलाउँदै गरेको पुडुलीहरु पनि छ। यिनीहरु फक्रिने हो भने यता चुट्टाएर बिजोग छ नि सफा गर्दा। ए नमुना च्याउ त यत्रो च्याउ देख्नु भएको छ कहिले जीवनमा। भक्क ढल्नु होला नि फेरि। अब क्याप्चर त्यति मजाले चाहिँ भइराखेको छैन। अनौठो निकै अनौठो लाग्न सक्छ।
यहाँ हेर्नु लु अलिक अँधेरो बनाएर देखाउँदाखेरि यो फेरि यस्तो छ यस्तो यस्तो देख्न सक्नुहुन्छ है के हो यो च्याउै हो त भन्नु होला च्याउै हो यतिको चाहिँ लकलाई यहाँ हेर्नु त टन्नै टन्नै अरू यता छ यो सखुवाको फेद भरिसके फेद अझै होला नि अब यहाँ पात पन्साउनु पर्ने हुन्छ हैन अब यता छ यता छ यता छ यता छ यता 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 यहाँ हेर्नु अनौठो लाग्न सक्छ है तपाईहरुलाई तर सत्य यही हो नि फेरि च्याउ यहाँ यता पनि छ ट्याप्पै च्याउले भरिएको छ ए पत्याउनु हुन्छ त च्याउ देख्नु हुँदैछ कति छ कति हिसाब गर्ने हो भने 100-150 वटा 200 वटा बाफरे ल मैले चाहिँ टिपे है यस्तो लामो लामो छ कि यसलाई सफा गर्नु पर्यो कस्तो लामो लामो छ नि फेरि केले खाइदिएछ हौ यत्रो तो वाउ मान्छेले यति भेट्दा कति खुसी हुन्छ अब अरू चाहिँ सब 2 जनालाई टिप्नु लाउनु पर्यो ओके अन्तिममा देखाउने छु ल साथीहरु अब चाहिँ सुरु गरौँ ल टिप्नलाई चट लाएर सुरु गरे नि मैले हैन हो कस्तो धेरै डर हो मेरो लाग्छ एकै ठाउँमा भन्नु मात्रै सजिलो कि च्याउ टिप्नु त साह्रो छ है साथीहरु अलिअलि बल भएको मान्छेले त सक्दैन गयो टिप्नलाई गाह्रो पो छ है ल यहाँ टन्नै रहेछ यहाँ पनि कालुङ्गे च्याउ म चाहिँ अब टिपिरहेको छुइनँ मैले अरूलाई टिप्नु दिइरहेको छु जति नै मैले भेटे पनि के गर्नु सब टिप्नु खोज्ने उही हो टिप्ने रहर गर्ने उही हो अब यता अहिले सफा गरेर देखाइदिन्छु यहाँ टन्नै छ यता पनि छ पुडुली पलाउँदै गरेको धेरै छ यहाँ कति टेकिसक्यो होला यता हेर्नु त यता 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 यसरी पलाउँछ क्या च्याउ चाहिँ ल यति च्याउ चाहिँ टिपिसक्यो अब मैले नटिपे पनि हैन भेटे त मै हो तर यति चाहिँ भइसक्यो च्याउ खोज्नु त आउँछ नि के गर्नु जीवनमा कहिले भेट्दैन उसको भिडियोमा त भन्छ नि मैले भेटेको
तर सब भेट्ने मै हो, खोज्ने मै हो, दुःख गर्ने मै हो। ल म चाहिँ यसलाई टिप्छु। कस्तो दामी छ यार बाबा, दामी दामी तीनटा। यो चाहिँ अरू चाहिँ अब तल छ। वाउ क्या दामी छ यार, कस्तो मिठो मासु भन्दा मिठो हुन्छ नि यो। मान्छे मांसाहारी मासु भन्छ नि। रुखहरू किन लडाउनु, बिचराहरूको जीवन च्याउले गर्दा फ्याल्ने त होइन। एकदम सफा मात्रै टिप्ने हो कि, एकदम सफा गरेर हातमै हटाउँछु। अरू सबै जति भेटेको उनलाई टिप्नु लाए होइन। वाउ कस्तो दामी क्या, जति हेरे पनि हजुर च्याउै राम्रो छ। सक्यो यहाँ चाहिँ अरू चाहिँ सब टिप्छु। ल यहाँ हेर्नुहोस् है साथीहरू, यति टिप्यो, यत्रो टिपिएको छ नि। फेरि तपाईहरुलाई के थाहा हो। अब भरे लास्टमा देखाउँछु कति भएछ, कति भेटिएछ भनेर है। त्यस्तै हो। यस्तो यस्तो छ क्या तपाईहरुलाई मेरो तर्फबाट, युट्युब फ्यामिलीहरुलाई। आफ्नै लुगो ल टिपिनेछ है साथीहरु, यो अर्कोतिर त्यो भल्का ठाड्दैछ टिपिँदैछ। चाम्रो हो ठाडुबाट पनि भिडियो गराए म खोज्छु भन्नु सुन्नुभयो नि सासूबारी हामी त मिल्छौँ नि। फेरि तपाईहरुले फेरि देखावटी नि भन्नु होला, त्यस्तो हाम्रो न होइन ना भनेको त्यस्तै हो। हामी सासू बुहारी होइन, आमा छोरी बुझ्नुभयो नि। आमाको तर्फबाटै रियाक्सन आएपछि सकिगयो नि। पछाडि छ है तपाईँको आमा भेटेर आज फर्किएको पो बेला भेटाइयो। यति च्याउ टिप्यो सबै अघि देखाएको। ल है साथीहरु, यत्रो ल्याइयो है, यति चाहिँ ल्याइयो आज। सब टोटली यति धेरै ल्याइएछ च्याउ भनेको।